Okay, welcome on my YouTube channel. So, we have a questions. Number 4 4 को F. So now you can see here 4 को F मा के छ. So 4 को F. So look at here. Cos x plus sin x divided by 1 minus 10x. 1 minus cot x is equal to sin x plus cos x. So prove that questions. So first मा चाहिँ के थाहा हुनु पर्यो भन्दाखेरि सो यो प्रुभ दैट गर्नु भन्दा अगाडि चाहिँ के कुरा थाहा हुनुपर्छ भन्दाखेरि सो जो ट्रिग्नोमेट्रीबाट चाहिँ लेखेको हुन्छ यो क्वेशन चाहिँ हैन. सो फर्मुला चाहिँ एकदम चाहिँ याद गर्नु पर्यो के फर्मुला हैन. sin cos tan को सबै चाहिँ फर्मुला चाहिँ थाहा हुनु पर्यो. सो मात्र चाहिँ यो क्वेशन चाहिँ सल्भ गर्न चाहिँ सम्भव हुन्छ हैन. त्यसपछि के हुन्छ भने फर्मुला मात्र जान्न त भएन हैन. सही फर्मुला चाहिँ कसरी अप्लाई गर्ने भन्ने कुरा चाहिँ आरएचएस मा चाहिँ के हुन्छ डिपेन्ड हुने हो. ठीक छ. भनेपछि चाहिँ आरएचएस मा के छ sin x plus cos x छ भनेपछि we find out sin x plus cos x. So first of all taking LHS, cos x divided by 1 minus 10x plus sin x. So 1 minus cot x. So फर्मुला चाहिँ पढेको हुन्छौं के हामीले हैन. sin tan cos को धेरै फर्मुला पढेको हुन्छ तर हामीले कुन फर्मुला चाहिँ अप्लाई गर्ने भन्ने कुरा थाहा हुँदैन. ओके, त्यो म जानकारी गराउँछु त्यो कुन फर्मुला चाहिँ अप्लाई गर्ने भन्ने कुरा चाहिँ. सो चाहिँ हामीले चाहिँ कुन फर्मुला sin थीटा को फर्मुला, tan थीटा को फर्मुला, cot थीटा को फर्मुला, cosec थीटा को फर्मुला, sin थीटा को फर्मुला सो धेरै हुन्छ के हैन. सो धेरै हुन्छ. चाहिँ कुन फर्मुला लगाउने भन्ने चाहिँ आरएचएस मा चाहिँ डिपेन्ड हुने हो. ठीक छ नि. आरएचएस मा डिपेन्ड हुने हो. ठ्याक्कै चाहिँ एक्ज्याक्ट चाहिँ कुन फर्मुला लगाउँदा चाहिँ आरएचएस मा चाहिँ के हुन्छ भन्ने एक्ज्याक्ट म्याच गर्छ त हैन. त्यो फर्मुलाले म्याच गर्ने गर्छ त. त्यही चाहिँ हामीले फर्मुला लगाउनु पर्छ. sin थीटा फर्मुला, tan थीटा फर्मुला धेरै हुन्छ हैन. सो हामीले फर्स्ट अफ अल एलएचएस ल्यायौं हैन. त्यसपछि cos x 1 minus 10x plus sin x 1 minus cot x. So we find out sin x plus cos x. So you can see here cos x estimates write down here 1 minus. So मैले के भनेको छु आरएचएस कुन फर्मुला tan x को फर्मुला धेरै हुन्छ है. थीटा को ठाउँमा x हो है. थीटा को प्लेसमा x छ अहिले चाहिँ. अब tan x को फर्मुला हुन्छ फर्मुला हुन्छ के हुन्छ tan x को फर्मुला के हुन्छ sin x by divided by cos x. फर्मुला हो tan x को हैन. भनेपछि हामीलाई sin र cos चाहिएको छ भने फर्मुला चाहिँ मैले भनिसकेको छु अलरेडी भनिसकेको छु आरएचएस मा डिपेन्ड हुन्छ भनेर. कुन फर्मुला लगाउने रे आरएचएस मा डिपेन्ड हुने फर्मुला लगाउने. ओके, 1 minus 10x means sin x divided by cos x your main divide. Okay, sin x divided by 1 minus cot x means अब ठ्याक्कै यो आरएचएस मा आउने फर्मुला के छ त यसको cot x को है. cos x divided by sin x
So similarly cos x as same as write down here. So 1 minus, so अब यसमा चाहिँ we find out LCM के हुन्छ cos x into 1 गर्दाखेरि के हुन्छ cos x minus cos x cancel रिमाइनिङ भएको sin x plus sin x 1 minus sin x LCM के हुन्छ sin x अनि sin x into 1 गर्दाखेरि sin x minus sin x क्यान्सल भयो बाँकी रिमाइन भएको cos x। अब यो कस्तो हो भन्दाखेरि a divided by b यो मेन डिभाइड ठीक छ यो मेन डिभाइड अनि c डिभाइड बाई d कस्तो यसलाई गर्दाखेरि कस्तो हुन्छ यो त्यस्तै भयो हैन ab बाई अनि यो डिभाइड भनेको कस्तो हो यो डिभाइड यो होला त्यसपछि यो c माथि नै छ यो d भयो जस्ताको जस्तै। अब यो के भयो ab बाई b इन्टु रेसिप्रोकल है पढ्नु भएको छ तपाईहरुले रेसिप्रोकल भन्छ यसलाई इन्टु गर्दाखेरि यो d चाहिँ यो न्युमरेटरको डिनोमिनेटरको न्युमरेटरमा चाहिँ जान्छ यो न्युमरेटरको डिनोमिनेटरमा जाने भयो d बाई c यस्तो हुने भयो हैन। भनेपछि यो b छैन के यो cos x यो एउटा टर्म यो cos x minus sin x divided by cos x एउटा टर्म यो एउटा मात्र टर्म यो एउटा टर्म भनेपछि यहाँ cos x मात्र छ भनेपछि यो b छैन के बुझ्दै छ नि यो b छैन भनेपछि cos x b छैन भने के हुन्छ 1 हुन्छ थाहा छ हामीलाई यो 1 हुन्छ अनि यो डिभाइड भनेको इन्टुमा चेन्ज भइहाल्छ गरिसकेको छैन अनि त्यसपछि cos x उल्टे पनि के हुन्छ यो cos x यहाँ हुन्छ अनि यो cos x के भयो माथि गयो अब यो त चल आउने हो sin x सो सिमिलरली यसमा पनि त्यस्तै है sin x यहाँ तल केही छैन भने के हुन्छ यो हुन्छ भनेपछि sin x यो पनि sin x minus cos x ठीक छ। अब के गर्ने इन्टु गर्ने cos स्क्वायर x यो गर्दाखेरि cos स्क्वायर x डिवाइडेड बाई cos x minus sin x प्लस sin स्क्वायर के भयो अब sin स्क्वायर x हैन ठीक छ राइट अनि यो इन्टु गर्दाखेरि 1 सँग इन्टु गर्दाखेरि यो sin x minus cos x भयो नि। अब यो कस्तो भन्दाखेरि यो कस्तो भयो a minus b अनि यो b minus a भयो। अब सेम बनाउने एलसीएम लिन सजिलो हुन्छ सेम बनाउने cos स्क्वायर x minus sin x अब यो प्लस sin स्क्वायर x यो गर्दाखेरि माइनस कमन लिनुपर्छ ठीक छ sin x अनि यो माइनस कमन लिएर गर्यौं भने माइनस sin x माइनस कमन लिएपछि के हुन्छ भित्रको भ्यालुहरु के हुन्छ चेन्ज हुन्छ नेगेटिभ छ भने पोजिटिभ छ भने के हुन्छ नेगेटिभ यो नेगेटिभ थियो माइनस कमन लिएपछि यो माइनस चाहिँ के भयो प्लस cos x हुने भयो। सिमिलरली cos स्क्वायर x डिवाइडेड बाइ cos x minus sin x प्लस प्लस माइनस के हुन्छ माइनस sin स्क्वायर x डिवाइडेड बाइ यो प्लस अगाडि लेख्दै राम्रो देखिरहेको छैन हैन राम्रो देखिन्न के यस्तो माइनस अगाडि छ यो cos x अनि यो माइनस sin x। अब हेर्नुस् सो नाउ लुक एट हियर cos x को साइन के छ प्लस छ यो यसमा cos x को साइन के छ प्लस छ प्लस त नलेखे पनि हुन्छ यो sin x को साइन के छ भन्दाखेरि माइनस छ यहाँ पनि माइनस छ सो के चेन्ज गरेको छैन मैले बस। अब के हो भन्दाखेरि cos x माइनस अब एलसीएम के हुन्छ सेम छ भने त एउटै ल्याउने हो sin x अब यो cos
cos square x minus sin square x. सो अब के गर्न मिल्छ यसलाई, अब ए स्क्वायर माइनस बी स्क्वायर जस्तो भयो होइन, कस एक्स प्लस साइन एक्स भनेपछि कस एक्स माइनस साइन एक्स डिभाइडेड बाई कस एक्स माइनस साइन एक्स. सो यो कस एक्स र माइनस साइन एक्स अल्सो कस एक्स र माइनस साइन एक्स क्यान्सल, बाँकी रिमाइन्ड भएको लेख्ने कस एक्स प्लस साइन एक्स, जुन चाहिँ हामीलाई प्रुभ गर्नु छ. कस्तो भन्दाखेरि अगाडि साइन आयोमा ठिक छ राइट, अनि प्लस कस एक्समा चाहिँ सो इन फ्रन्ट अफ साइन एक्स आफ्टर कस एक्स. यसमा के आयो बट यसमा के आयो भन्दाखेरि कस एक्स चाहिँ अगाडि आयो, साइन एक्स चाहिँ पछाडि भयो, के फरक पर्दैन है. 4 + 3 भन्नु र सो 4 + 3 भन्नु, 4 + 3 को एड गर्दा कति हुन्छ 7, अनि 3 + 4 भन्नु के हो त 7 हो. सो साइन एक्सको साइन के छ प्लस छ, कस एक्सको साइन के छ प्लस छ, यो पनि कस एक्सको साइन के छ प्लस छ, साइन एक्सको पनि प्लस छ. सो हेन्स proved. So thank you for watching this videos. So video man production, please like, do it.